है। त्यसैले बस म आत्मा हो, यो बोल्नेवाला आत्मा हो। यसैलाई इङ्ग्लिसमा सोल भन्छ, हिन्दूले आत्मा भन्छ भने मुस्लिमले रूह भन्छ। यसैलाई विज्ञानले इनर्जी भन्छ, ऊर्जा या इनर्जी। यो अति सूक्ष्म छ, यसलाई माइक्रोस्कोपले नि हेर्न सक्दैन, त्यसैले यसलाई एटम पनि भन्छ। एक प्रकारको यो लाइट हो। सर्वसाधारणको भाषामा यसलाई प्राण या सास भन्छ। हस्पिटलमा हामी बिरामी लिएर जान्छौँ, जब आत्मा शरीरबाट अलग हुन्छ त्यतिखेर त्यसलाई बिरामी भन्दैन, त्यतिखेर त्यसलाई रामबहादुर श्यामबहादुर भन्दैन, त्यतिखेर त्यसलाई रिता सीता गीता भन्दैन। त्यतिखेर त्यसलाई के भन्छ? लास। किन लास भन्यो? अघि भर्खरसम्म करोडौंको मालिक थियो, अघि भर्खरसम्म पद पोजिसन वाला थियो, तर अहिले लास भयो। चाहे त्यो साधु सन्त होस्, चाहे भिखारी होस्, चाहे अरबपति होस्, चाहे चोर डाका होस्, चाहे पद पोजिसन वाला होस्, जोसुकै होस्, आत्माले शरीर छोडेपछि सबैको एउटै नाम हुन्छ, लास। त्यसैले म बोल्नेवाला आत्मा हो। यो शरीर त मेरो, जसरी मेरो घर ऊ त्यो घर मेरो घर भन्छ, ऊ त्यो गाडी मेरो गाडी हो, म गाडी होइन। यो शरीर पनि मेरो हो, म शरीर होइन। शरीरको कुनै यस्तो चिज छ जसलाई म भन्ने? हात यसो गर्नुहोस् त, हेर्नुहोस् त दाहिने हात सबैजनाले। कसको हात? मेरो हात। यसको मतलब म हात होइन, यो मेरो हात हो, यसमा अधिकार मेरो। जसरी यो मेरो मौतलाई कसरी चलाउने मेरो अधिकार छ। मैले हेरिराखेको छु तर म आँखा होइन, यो मेरो आँखा हो। मैले सुनिराखेको छु, यो म कान होइन, मेरो कान हो। म बोलिराखेको छु, यो म मुख होइन, मेरो मुख। अच्छा, यो अहिलेको दाहिने हातलाई बायाँ छातीमा राख्नुहोस् त, यस्तो ढुकढुक गरेछ कि छैन सुन्नुहोस्। नै त्यत्तिकै छ नभन्नुहोस्, एकदम सुनेर भन्नुहोस्। ढुकढुक गरेछ कि पत्ता पत्ता लाउनुहोस्। ढुकढुक गरेछ? गरेछ? जिउँदै हुनुहुन्छ रहेछ। मुटु पनि मेरो हो, यानि कि म मुटु होइन। अच्छा, यो टाउकोलाई यो हातलाई यसरी टाउकोमा राख्नुहोस् त सबैजनाले, गाह्रो नमानिकन राखिदिनु होला है। को पद पोजिसन वाला छ, को कति ठुलो मान्छे चाहिँ मैले हेरेको छैन, चिन्ता न। मलाई हामीलाई यसो भन्ने नभन्ने ल, सबैलाई मैले भन्न खोजेको टाउकोमा हात राखिदिनु एकचोटि सबैजनाले। कसको टाउको? मेरो टाउको रे, सधैँ तेरो टाउको भन्थे, आज मेरो टाउको रे। ओके, कसैले पनि आई नेम इज फलाना भन्दैन, के भन्छ? माई नेम इज भन्छ। मेरो नाम यो, नाम पनि मेरो। यसको मतलब यो सबैलाई मेरो मेरो भन्नेवाला म, मालिक म आत्मा। धर्मशास्त्रमा आत्मालाई भनेको छ आत्मा अमर छ, अजर छ, अविनाशी छ, आत्मा कहिले पनि मर्दैन। विज्ञानले पनि भन्छ एनर्जी क्यान नट बी डेस्ट्रोयड, नाइदर इट क्यान बी क्रिएटेड भन्छ। शक्तिलाई न नष्ट गर्न सकिन्छ न बनाउन सकिन्छ। शरीर विनाशी छ, आत्मा अविनाशी छ। यो ऊर्जा हो, शक्ति हो, लाइट हो। आत्मा कहिले पनि मर्दैन। विनाशी छोडेर जाने सम्पत्ति जमा गर्नको लागि भ्रष्टाचार गरिरहेको छ। अविनाशी आत्माको श्रृंगारको लागि कसैलाई फुर्सदै छैन। अरे भगवान इशारा गर्दैछ, तेरो रियल प्रपर्टी भनेको आत्माको सुसंस्कार हो। आत्मामा दिव्यता आओस्, आत्मामा दैवी संस्कार आओस्, यो जस्तो ठुलो सम्पत्तिहरू केही पनि होइन। दुनिया घरडी जमा गर्दैछ, दुनिया घर बनाउँदैछ, दुनिया मान पद पोजिसनको पछाडि भाग्दैछ। भगवानले भन्नुभयो, बच्चे त भित्रको गुण चरित्र, त भित्रको नैतिकता, त भित्रको दिव्यता नै तेरो सर्वश्रेष्ठ सम्पत्ति हो, जो आत्माले कैयौं जन्मसम्म साथ जाने अविनाशी सम्पत्ति जमा गर्ने आज फुर्सद छैन। यहाँ दोहोरे गीत गाएको भए सायद थुप्रै आउँथ्यो होला, चेरे चे 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 नाच्न पाउँछ भने आउँथ्यो होला होइन। कि त यहाँ भङ परेको लुगा लाएर ओ यो 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 भात खा यो यो भन्ने खालको भएको भए यहाँ अहिले त्यो कलेज छोडेर पनि जम्मै यहाँ आइपुग्थ्यो सबैजना। आमै आई लभ यु भन्न आइपुग्थ्यो। कहिले चिन्या पनि थिएन, बेहोरा कस्तो छ थाहा छैन, त्यो राम्रो गीत गायो भनेर आई लभ यु भन्नेहरूको भिड लाग्थ्यो।
भगवानले भन्नुभयो आत्माको सबभन्दा महत्त्वपूर्ण चीज भनेको उसको गुण हो। त्यसैले हिजो पनि मैले भने तपाईको छोरा छोरी अमेरिकामा छ कि अस्ट्रेलिया गयो नहेर्नुहोस्, विदेश जानेले बाउआमा मर्ने बेलामा नआउनु पनि सक्छ। तपाईको छोरा डक्टर बन्यो कि इन्जिनियर बन्यो कि पाइलट बन्यो त्यहाँ नहेर्नुहोस्, त्यो छोराले तपाईलाई बुढेसकालमा तपाईलाई साथ दिन पनि सक्छ नदिन पनि सक्छ। तपाईको छोराले कति करोड कमाए त्यहाँ पनि नहेर्नुहोस्, किनकि करोडौं कमाउने छोराले वृद्धाश्रम नपुर्याउला भन्न पनि सकिँदैन। सबभन्दा जरुरी छ तपाईको सन्तानलाई तपाईले कस्तो सुसंस्कार दिँदै हुनुहुन्छ, त्यो हो तपाईको रियल प्रपर्टी। तपाईको छोराले छोरीले तपाईले भनेको इशारालाई बुझ्छ कि बुझ्दैन, तपाईको दुःखमा सुखमा साथ दिन्छ कि दिन्न, तपाई प्रति श्रद्धा र भावना स्नेह र प्रेम छ कि छैन, त्यो हो तपाईको प्रपर्टी। बुझिरहनु भएको छ? आफूभन्दा ठुलोलाई आदर गर्न जान्दछ, सानोलाई माया गर्छ, झगडा होइन प्रेमले जित्छ। बस यो हो रियल सम्पत्ति। छोराले कति नम्बर ल्यायो, कति धेरै नम्बर ल्यायो, पैसा त छैन, अब के गर्ने, उ त्यो फलान ठाउँको घरेडी बेचेर पढाउनै पर्यो नि। पढाउनुस्, छोरा हो पढाउनुस्, तर जिद गर्छ, झगडा गर्छ, न्यू खोज्छ भन्ने बित्तिकै मोटरसाइकल पाएन, स्कुटर पाएन भने मर्दिन्छु भन्ने धम्की दिन्छ भने त्यो छोरा त्यो छोरी तपाईको भएको नभएको कुनै अर्थ छैन। सन्तानले तपाईको भावना र मर्मलाई बुझोस्, त्यो हो रियल सम्पत्ति। कतिजना छोरा छ त्यो सम्पत्ति होइन, छोरा या छोरी होस्, तपाई प्रतिको स्नेह र प्रेम छ कि छैन, त्यो हो तपाईको रियल सम्पत्ति। त्यसैले हामी आत्मा हौ, आत्मा मर्दैन, आत्मा जन्म जन्मान्तर आफूले गरेको कर्मलाई साथ लिएर जान्छ, कमाएको सम्पत्तिलाई लिएर जाँदैन, उस आत्मामा भरिएको राम्रो नराम्रो संस्कारलाई लिएर जान्छ। अघिल्लो जन्म छ आत्माले भन्ने कुरा कसरी थाहा हुन्छ? सानो बच्चालाई हेर्नुहोस्, यसको अघिल्लो जन्म कस्तो छ भन्ने कुरा आफ्नै घरको बच्चालाई हेर्नुहोस्। कोही बच्चा ज्ञानी हुन्छ, नचलिकन बस्छ, देउतै जस्तो छ यो बच्चा हो, त्यो आत्मा अघिल्लो जन्ममा पुण्य कर्म कमाएर आएको आत्मा। यता तोडफोड उता तोडफोड, झगडा गर्ने हैरान गर्छ, माना अघिल्लो जन्ममा तडपी मरेर आएको आत्मा। छटपटे गर्छ यो जन्ममा आएर। अब आफ्नै सन्तानमा हेर्नु, छोराछोरी नाति नातिना कस्तो छ चेक गर्नुहोस्। कोहीको बच्चा हुन्छ चोर, सानो सानो बच्चा, त्यसलाई कसैले सिकाएको हुँदैन चोर्ने, तर चोरेर ल्याउँछ, किनकि अघिल्लो जन्ममा त्यो चोर थियो, यो जन्ममा पनि चोर्न सुरु गरिसक्यो त्यसले। पल्लो घर हजुरआमाले ककले के कुरा गरेछ सर्लक्क ल्याएर मम्मी चाहिएर ल्याएर सुनाउँछ, अनि मम्मीले भन्छ कस्तो बाटी छ कि यो त बाटी होइन कुरौटी छ, त्यसैले घर बिगार्दैछ। त्यो कहीँ भन्दा पनि गइएको हो। त्यो कसैले भन्छ छोरीलाई बाठी छ। यदि कसैको कुरो तपाईलाई ल्याएर गर्छ भने त्यसले पाप जम्मा गर्दैछ। जस्तै भए पनि तिमीलाई बच्चामा बोकेर हिँडेको हजुरआमा हो भनेर जोक्न सिकाउनुस्, कुरा काट्नु होइन। र बच्चाले ल्याएको कुरालाई सुनेर आफूले पनि पाप थप्ने काम नगर्नुहोस्। बुझिरहनु भएको छ? भित्रैबाट बुझ्नु भयो, चित्त पित्त सबैबाट बुझ्नुहोस् है। त्यसैले हामी आत्मा हो, आत्माले भोग्दै आउँछ। अब यो विषयमा म तपाईहरुलाई धेरै कुरा गर्दिनँ। तपाईहरुलाई कसैले इन्टरनेट चलाउनुहुन्छ, आत्मा छ कि छैन भन्ने कुरा म गर्न चाहनुहुन्छ भने
इन्टरनेटमा जानुहोस्, रिइन्कार्नेसन गर्नुहोस्, आउनुहोस्। इङ्ग्लिसमा कसैलाई टाइप गर्न गाह्रो छ भने गुगलमा गएर पुनर्जन्म भनेर लेख्नुहोस्। हो, युट्युबमा खोज्नुहोस्, त्यस्ता पुनर्जन्मको थुप्रै घटनाहरू पाउँछ। क्यान्सर थियो, उसले त्यो संस्कार बोकेर आयो। कोही रात दिन झगडा गर्छ, सानो सानो बच्चा तोडफोड र झगडा मात्रै गर्छ, अघिल्लो जन्ममा झगडिया थियो त्यो। बिचारा भन्छु म, त्यो भ्रष्टाचारी जसले राज्यको नाममा आएको सम्पत्तिलाई पनि आफ्नो पल्टामा पर्छ, छोडेर जानको लागि पर्छ। उसले यो बुझिराखेको छैन कि मैले करोडौँलाई तिर्नुपर्छ। त्यसैले धेरै भ्रष्टाचार गर्नेवालाहरू पनि यहाँ आउँदैन, किनकि पापले लतपत हातमा आउने हिम्मत गर्नै सक्दैन। बुझिरहनु भएको छ? यो सूक्ष्म चीज हो, तर बहुत गहिरो ल हो। यतिसम्म कर्मको हिसाब किताब हुन्छ। शरीरको कुरा छोड्नुहोस्, मुखले बोलेको र व्यवहारले गरेको कुरा छोड्नुहोस्। तपाईले मनद्वारा कसैलाई नराम्रो सोचेको छ भने पनि त्यसको पनि हिसाब किताब तिर्नुपर्छ। इट्स ल अफ कर्म। माने मान्नुहोस्, नमाने पनि मान्नुहोस्। तपाईले मान्दिन भनेर छुट्टी पाउनेवाला छैन, किनकि परमात्माले बताउनु भयो यो युनिभर्सल ल हो। तपाईले मान्दिन भन्दैमा छुट्टी पाउँदैन। मेरो घडीमा 8 बजे छैन, मैले रोकेर राख्छु भनेर त्यो घडी जतिखेर पनि 6 बजी राख्ने हुँदैन, अर्का घडीमा बजिसक्यो हुन्छ। त्यस्तै मैले मान्दिन भन्नु, तपाईँ एउटाले नमानेर केही फरक पर्दैन। तपाईँ कति करोडवाला मान्छे हो, कति पद पोजिसनवाला हो, त्यसले फरक पार्दैन। तपाईँले कस्तो कर्म गरेछ त्यसको हिसाब किताब चाहिँ तिर्नुपर्छ। बाँकी तपाईँको इच्छा, कतिलाई काटेर खाने हो खानुहोस्, कतिलाई मारेर खाने हो खानुहोस्, कति लुट्नु मन लाग्छ लुट्नुहोस्, तर तिर्नु चाहिँ पर्छ ब्याज सहित। त्यसैले आत्माले के गर्छ थाहा छ? गर्ने बेलामा पाप गर्दा गर्दा होस पाउँदैन, तिर्ने बेलामा जब होस पाउँछ तब भन्छ हाय हे भगवान, दिन देख्नु पर्यो भन्छ। अब गरे आथे, त्यही भएर देख्नु पर्यो। भीष्म पितामहलाई अन्तिममा महाभारतमा अर्जुनले बाण हान्छ। अरूलाई चाहिँ एउटा बाण हाने पनि 5-7 वटा भएर भर्र गएर लाग्ने, जम्मै मरिहाल्ने। पितामहलाई पार पार हुँदा पनि केही पनि भएन। अर्जुनले बाणमाथि प्रहार गरे, पुरै शरीर आर पार हुँदा पनि पितामहलाई मृत्यु हुन सकेन। त्यसैले अर्जुनको बाणबाट निस्केको खुनले मैले कौरवको नुनको हिसाब किताब तिरिराखेको छ। अर्जुन बाणमाथि बाण प्रयोग गर्दैछ, खुट्टादेखि टाउकोसम्म बाण प्रहार गर्यो। बाणको सैयामा ढल्न पुग्नु भयो, तर मृत्यु हुन सकेन। पितामहलाई एउटा वरदान थियो, इच्छा मृत्युको वरदान। जब चाहे उहाँले शरीर छोड्न सक्नुहुन्थ्यो, तर पितामहको मृत्यु भएन। उहाँले भगवानलाई पुकार्नु भयो, भगवान म इच्छा मृत्यु भएर पनि मैले किन? त्यागी थियो, तपस्वी थियो। ईश्वरले साक्षात्कार गराउनु भएछ। 7 जन्म अगाडि उहाँ राजा हुनुहुँदो रहेछ। आफ्नो सेनालाई लिएर जाने, जङ्गलमा गएर पशु पन्छीलाई वध गर्ने, शिकार गर्ने। पितामहले भन्नुभएछ भगवान त्यो त मेरो 7 जन्म पहिलाको पाप कर्म थियो, मैले आज किन भोग्दैछु? भगवानले भन्नुभएछ, पितामहले भन्नुभएछ भगवान यदि मैले 7 जन्मसम्म अलि गरेर तिर्नु पाएको भए सायद आज यति धेरै पीडा त हुँदैन थियो होला नि। भगवानले भन्नुभएछ वत्स, जब तिमीले पशु र पन्छीलाई वध गर्दै थियो के उनीहरूको पीडा महसुस भएको थियो? जब तिमी आज खुद भोग्दैछौ तब तिमीलाई महसुस हुँदैछ। मनुष्य पाप गर्दा होस हुँदैन, तिर्नु पर्दा बल्ल रियलाइज गर्छ अर्काको। तर रियालिटी नै यही हो कि कर्म अनुसारको सजाय होस् या फल दुवै भोग्नु पर्छ, किनकि पाप कर्मको बोझ पनि साथसाथै चल्दैछ। बुझिरहनु भएको छ? सेकेन्ड वर्ल्ड वार पछाडि एउटा मान्छेको ढाडमा घाउरी, यति
यति धेरै घाउ कि त्यो घाउलाई कैयौं औषधि उपचार गर्यो तर त्यो ठिक हुन सकेन। कैयौं वैद्यका गयो, कैयौं औषधि गयो, कैयौं प्रकारको टेक्निक अपनायो तर सञ्चय हुन सकेन। कसैले भनिदियो कुनै एउटा यस्तो स्थान छ त्यहाँ जसरी हुन्छ नि पहिला पहिला ज्योतिषीहरू हेराउने हुन्थ्यो, टक्क टक्क भन्थे, किनकि पहिला पहिलाको ज्योतिषीहरूमा सच्चाइ सफाइ थियो। उनीहरू मांसाहार गर्दैन थियो, उनीहरू जे पाए त्यही खाँदैन थियो, उनीहरू स्नान गर्ने, दैनिक स्नान गर्ने, उनीहरू स्वयं पाक्य खाने, सात्विक थियो, उनीहरूमा कैयौं ईश्वर प्रतिको आराधना थियो। तब उनीहरूले भनेको धेरै कुराहरू मिल्थे। आजकल जहाँ पनि जाने जे पनि खाने अनि हेर्ने गर्छ, त्यही भएर आजकल कतिपय कुराहरू मिल्दैन, विश्वास पनि गर्न छाडे मान्छेले। किन? किनकि उनीहरूको स्वभाव संस्कार। त त्यतिखेरको त्यो बेलाको कुरो हो यो। त्यो व्यक्ति त्यस कहाँ गएछ, के भएको रहेछ त भनेर। कसैलाई गाडी देखेर डर लाग्छ, कसैलाई गाडी चढ्ने बित्तिकै चक्कर लाग्न सुरु हुन्छ। तँलाई गाडी चढ्ने भने चाहिँ पहिल्यै चक्कर लागिसकेको हुन्छ। हुनसक्छ अघिल्लो जन्ममा गाडीको दुर्घटनामा परेर सायद शरीर छोडेको थियो। कुनै व्यक्तिलाई कुनै चिजको डर हुन्छ भने उसले अघिल्लो जन्ममा त्यो कहीँ जन्म पन्जाबमा भएको है, यो जन्म उसको मम्मीले भन्थ्यो अरे, उसले नेपाली बोल्थ्यो अरे बच्चा, अनि मम्मीले भन्थ्यो अरे यो हाम्रो सन्तानमा कोही पनि छैन यहाँ नेपाली बोल्ने, यसले कहाँबाट नेपाली सिक्यो, कहाँबाट नेपाली बोल्यो भन्थ्यो अरे। यतिसम्म हुन्छ। कुनै मान्छेले धेरै जन्म नारीको तनमा शरीरमा आत्माले पाठ बजाएको छ भने त्यो व्यक्ति यो जन्ममा पुरुष भएको छ भने पनि उसले नारीकै ड्रेस लगाउँछ, नारीको लुगा लगाउने, लिपस्टिक लगाउने, कपाल फाल्ने, छि भाइ भन्ने हुन्छ नि। त्यो धेरै जन्म उसले नारीको शरीरमा। खानले चलाउँथ्यो प्रोग्राम, त्यो असाध्यै हिट भएको थियो। जसरी अमिताभ बच्चनको कौन बनेगा करोडपति एउटा हिट भएको थियो, त्यस्तै त्यो प्रोग्राम पनि हिट भएको थियो। सत्यमेव जयतेमा मैले एउटा क्लिप हेरेँ, केटी आउँछ अनि इन्टरभ्यू लिन्छ आमिर खानले। बचपनमा ऊ केटा रहेछ, अनि केटा साथीहरूले आएर अङ्कमाल गरेको उसलाई मनै नपर्ने, कस्तो अप्ठ्यारो लाग्ने कि मलाई किन अङ्कल मारेको, मलाई किन कसो गरेको भन्ने। अहिले सम्पूर्ण अङ्ग परिवर्तन गरेर ऊ महिला बनेकी छ, नारी बनेकी छ। एकछिनपछि एउटा दुब्लो पातलो दारी जुङ्गा भएको मान्छे आयो, उसँग पनि आमिर खानले इन्टरभ्यू लिनुभयो। अनि त्यो व्यक्ति पहिला बचपनमा चाहिँ केटीको शरीरमा आएछ, छोरी बनेर जन्म। उसलाई एकदम मन नपर्ने, ऐनामा गएर हेरे कस्तो शरीरमा आयो, म यो शरीर त मेरो होइन, यो म गलत शरीरमा आयो भन्ने उसलाई महसुस हुन्थ्यो अरे। उसले पनि सम्पूर्ण अङ्ग परिवर्तन गरेर अहिले पुरुष बनेको छ। तपाईँलाई थाहा छ हाम्रो हास्य कलाकार सन्तोष पन्तको कान्छा छोरा अहिले कान्छी छोरी बनेकी छ। आत्माले धेरै जन्म पाठ बजाउँछ भने त्यो शरीरमा के हुन्छ, तर आत्मा पुरुष पनि हुनसक्छ, महिला पनि हुनसक्छ। आत्मा यो होइन कि अहिले म हिन्दू छु त म पहिला पनि हिन्दू छु, हुनसक्छ अघिल्लो जन्म साउदी अरबमा थियो भने मुस्लिम हुन पनि सक्छ, युरोपमा थियो भने क्रिस्चियन हुनु पनि थियो। यो जात धर्म पनि आत्माको कर्म अनुसारको हुन्छ। अनुहार कालो गोरो मिल्नु, होचो अल्को मिल्नु कर्मको हिसाब किताब। स्याउ रोपेर अङ्गुर फल्दैन, करेला रोपेर जतिसुकै चिनी पानी हाले पनि त्यो गुलियो फल्दैन, तितै हुन्छ। मनुष्य आत्मा मनुष्य नै हुन्छ, जीव जन्तु हुनु पर्दैन। फेरि शास्त्रले किन यसो भनिदियो कि अनेक योनिमा जन्म लिनुपर्छ? हो, जनावर हुनु चाहिँ पर्छ, तर चार खुट्टा भएको पुच्छर घुम्रेको कुकुर होइन। राम्रो कर्म गरेन भने कुकुर जस्तै भौतारिँदै हिँड्नु पर्छ है भन्न खोजिएको रहेछ। गोरु हुनुपर्छ, साँच्चीकै चाडा खुट्टा टेकेको सिङ उम्रेको र पुच्छर भएको गोरु होइन रहेछ। त्यही गाईलाई हेर्नुहोस् त, आरामले गोरुलाई चाहिँ सुकेको पराल। भन्न खोजेको कुरा के रहेछ भने रात दिन मेहनत गर्दा पनि खान लाउन धौधौ हुनु, राम्रोसँग खान नपाउनु, अर्थात् त्यस्तै जिन्दगी जिउनु पर्छ है भन्न खोजिएको रहेछ शास्त्रले। गधा हुने भनेर साँच्चीकै गधा भएर भारी बोक्नु पर्ने होइन के। त्यो मनाङबाट चाहिँ स्याउ लिएर आउँथ्यो कि, अनि मनाङबाट यतातिर मुस्ताङको स्याउ भन्छ नि,
मुस्ताङबाट स्याउ बोकेर ल्याउने बेलामा यता 20-25-30 किलो, यतातिर 20-25 किलो गरेर त्यो गदालाई बिचारा बोकाउँथ्यो। अब दुईजना, एउटा अगाडि एउटा पछाडिले 25-30 वटा गदालाई अब राति बास बस्ने बेलामा त्यो भारी उतार्दैन थियो उनीहरूले। किन? अब कसले त्यत्रो जनाको त्यत्रो 50 किलोको भारी फेरि उतार, फेरि भोलिपल्ट चढाउ, कसले फेरि बाँधा, कसले गर्ने? त्यत्तिकै राख्थ्यो। बिचारा बेनीसम्म आउँथ्यो, बेनीमा आएर उतार्थ्यो, फेरि जाने बेलामा नुन, चामल, तेल, आलु बोकेर जान्थ्यो। रात दिन मेहनत गर्दा पनि जीवनमा खुसी नहुनु, सुख नहुनु, शान्ति नहुनु, बेचैन हुनु, अर्थात् त्यस्तै जिन्दगी जिउनु पर्छ है भन्न खोजिएको रहेछ। तपाईँ यो जन्ममा एकदम ठुलो मान्छे, धनी मान्छे हुनुहुन्छ, तर भोलिको दिनमा तपाईँले कर्म बिगार्नु भयो भने त्यो गदाको जस्तो जीवन अर्को जीवन नमिल्ला भन्न सक्दैन। त्यसैले धेरै भयो भनेर नमात्तिनु भन्छ। बुढापाकाको पहिला भनाइ थियो है, धनी भयो भनेर सिरक नबिछ्याउनु, गरिब भयो भनेर कम्बल नओढ्नु भन्ने एउटा भनाइ थियो। भन्न खोजेको मतलब नमात्तिनु, अहंकार नहोस्, किनकि कर्म सिद्धान्तले कहीँ पनि छोड्दैन। अब जब त्यो घावै घाउ भएको मान्छे त्यहाँ गयो, उसले हेरेछ त्यहाँ अघिल्लो जन्ममा उसले जेलमा काम गर्ने कर्मचारी रहेछ, अनि यो ठाउँको कैदीलाई अर्को ठाउँमा लैजाँदाखेरि त्यो कैदीले गरेका गल्तीहरू र कैदी नम्बर, कैदीको नाम त्यो ढाडमा लेख्दो रहेछ। फलामको सुइरोमा आगोमा पोलेर लेख्ने, झिरले रोप्ने भन्थ्यो नि पहिला, त्यो उसको ड्युटी रहेछ, ताकि कैदीहरू भागिहाल्यो भने पनि पक्रिन सजिलो होस् भनेर। अनि उसले भनेछ त्यो त मेरो ड्युटी थियो, त्यो त मेरो ड्युटी थियो, मैले कसरी, त्यो त माथिको जे अर्डर हो मैले त्यो मानेको मात्रै हो। त्यतिखेर उसले भन्नुभएको छ, तिमीले अर्काको ढाडमा कोर्दा फेरि तिमीले आनन्द लिन्थ्यौ, इन्जोय गर्थ्यौ रे, त्यसैको हिसाब किताब भयो। अर्काको कुरा काटेर रमाउ, त्यसैले कुरौटेहरू ध्यान दिनु होला। काट्दा त मजा आउँछ, तर सबैको अगाडि बेइज्जत हुनु पर्दा सहन नसकेर सुसाइड गर्नुपर्ने दिन नआओस्, किनकि कर्मले छोड्दैन पाप कर्म गर्नेवालाहरूलाई। मनले नराम्रो भाव राख्दाखेरि त तिर्नु पर्छ भने गर्नेवालाले कति बेहोर्नु पर्ला त्यहाँ सोच्नुहोस्। एकचोटि खसी काट्न थालेको थियो अरे, खसी बेसरी हाँसेको थियो अरे। काट्नेवालाले भनेछ, मैले त तँलाई काट्दैछु, तँ किन यसरी हाँसेको, त मर्दैछस् भन्थ्यो अरे। मैले जिन्दगीभर घाँस खाएँ, कहिलेकाहीँ यताउता बस्ने बेलामा झुक्केर किरा फटेक्रा मऱ्यो होला, मैले किरा फटेक्रा मेरो झुक्केर मर्दा त मैले यति हिसाब किताब तिर्नुपर्छ, मेरो आज मृत्यु यो हालत छ भने त सधैँ अर्कालाई काट्ने तेरो हालत के होला भनेर हाँसेको भन्थ्यो अरे। त्यसैले बेहोर्नु पर्छ नि, बहुत गाह्रो हुन्छ, त्यसैले गल्ती नगर्नुहोस्। धन कमाउनु नराम्रो होइन, करोड होइन, अरब होइन, खरब कमाउनुहोस्, पीडा दिएर कमाउनुहुन्छ भने त्यसको कैयौं गुना ब्याज सहित तिर्नुपर्छ। त्यसैले हमेशा कोसिस गर्नुहोस् कि मेरो कारणले न कसैको मन विदीर्ण होस्, न कसैको मनमा बोझ होस्, मेरो कारणले न कसैको आँखामा आँसु होस्। सकिन्छ सबको मनको बोझ कम गर्नु, सकिँदैन अर्काको बोझ दिने काम नगर्नुहोस्। झगडा गरेर कुरा काटेर म त सुकुनको निद्रा सुत्छु, तर जसको मैले कुरा काटे, जोसँग झगडा गरे कि ऊ निदाउन सकेको छ? कहीं त्यही कर्म फर्किएर मेरो जीवनमा नआओस्। बुझिरहनु भएको छ? बहुत सूक्ष्म पढाए जस्तो कुरा होइन। यहाँ जोक सुनाएर हँसाएर ताली पड्काउन लगाएर हँसाएर इन्टरटेनमेन्ट गराएको जस्तो होइन। मार्गमा डराउने, ईश्वरीय मार्गमा किन हिँड्ने यसैको लागि, ब्रह्मा कुमारीमा किन जाने यसैको लागि,
सेतो लुगा लगाउनलाई होइन, कालो लगाउनुस्, केही फरक पर्दैन। सेतो लुगा लाउँदैमा मन सफा होइन, सबैभन्दा बिग्रिया हुनु पनि सक्छ। वस्त्रले होइन, विचारले हुन्छ। कालो लुगा लाउँदैमा मन खराब छ होइन, सोचले हुन्छ। स्थानले हुँदैन। म मन्दिरमा छु, म मस्जिदमा छु, म चर्चमा छु, म गुम्बामा छु, केही गर्दैन। विचारले गर्छ। त्यसैले बहुत बहुत जरुरी छ मनलाई सुदृढीकरण गर्नु। राजयोग मेडिटेसन भनेको व्यवहार परिवर्तन हो, कर्म शुद्धिकरण। बुझिरहनु भएको छ? यो नै अमर कथा हो। पार्वती कुनै एक पार्वतीलाई शिवले ज्ञान सुनाएको होइन। आत्मारूपी समस्त तपाईँ हामी पार्वतीहरूलाई परमात्मा शिवले दिएको, जसले मनको मैलालाई माडेर स्वच्छ बन्नेछ, उसको नयाँ जीवन शुभारम्भ हुनेछ श्री गणेश। त्यसैले 33 कोटी देवी देवतामा सबैभन्दा पहिला गणेशको पूजा हुन्छ। कारण शुद्धिकरण। मनमै छ मैला धनुष, यही हो राजयोग। फोहोर मनमा छ, आफ्नो मान्छे, आफन्तको, छिमेकीको। ऊ त्यस भाइ खत्तम, ऊ त्यो बहिनी खत्तम, ऊ त्यसको त बेउरै छैन। अर्काको दुनियाँको अवगुण बोकेर हिँड्नेको चाहिँ बेउरा चाहिँ ठिक। गल्ती गर्नेले त एउटा गल्ती गर्ला, तर अर्काको गल्ती जिन्दगी भर बोक्नेवाला कुन चाहिँले बढी गल्ती गर्यो? दुईजना सन्तहरू चेलाहरू आएछन्। खोला अलि बढेको रहेछ त्यो दिन। एउटा स्त्री पनि त्यहाँ खोला पार गर्न नसकेर सहारा खोजेर बसिरहेको रहेछ। एउटा चेलालाई दया लाग्यो, जाउँ हामीसँगै पार। होचो भएपछि डुब्ने भएपछि उसले महिलालाई बोकेर पार गराइदिएछ। अर्कोलाई साह्रै औडा भएछ। गुरुले कुनै पनि स्त्रीलाई नछुने भनेको थियो, यसले छोयो। धेरै घण्टाको हिँडाइपछि जब आश्रम नजिक आइपुग्यो, उसलाई सहनै नभएपछि अनि उसले त्यो बोक्नेवालालाई भनेछ, तँलाई आज म गुरुलाई भनिदिन्छु भनेछ। के कुरा? गुरुले पर स्त्रीलाई नछुनु भनेको थियो, तैँले त छोएको होइन, तैँले त बोकेर त्यसलाई पार गराइदिस्। म तेरो कुरा गुरुलाई भनिदिन्छु। अनि अर्को चेलाले मुस्क मुस्कुराउँदै भनिन्छ, बरु म तँलाई भनिदिन्छु। गुरुले दुःखमा परेकोलाई मद्दत गर्नु भनेको थियो, मैले त दुःखमा परेकोलाई मद्दत मात्रै गरेको थियो। मैले त खोला पारीबाट वारीसम्म मात्रै ल्याइदिएको थियो। अहिलेसम्म त बरु तैँले बोकेर बस्या रहेछस्, बरु तँलाई भनिदिन्छु। कहिले काहीँ कसैले गरेको सानो राम्रो कुरालाई देख्दैन मान्छेले, अनि बोकेर हिँड्छ। जिन्दगीभर अर्काको कमी कमजोरेर बोक्नेवाला जस्तो फोहोरी आत्मा यो पृथ्वीमा कोही पनि छैन। पापले लतपत आत्मा अर्काको कमी कमजोरेर गल्तीलाई मात्रै बोकेर हिँड्छ। अनि उसले यो भ्रममा सधैँ जिन्दगी जिउँछ कि म स्वच्छ छु, सबको गल्ती छ, सबको कमी कमजोरी छ, म मात्रै स्वच्छ छु। त्यसैले ऐनामा चित्र होइन, अनुहार होइन, चरित्र हेर्नुहोस् भन्छ भगवानले। ऐना देख्ने प्राणी जरा दिल दर्पण में भन्ने गीत छ। अनुहार हेर्दा म कति राम्रो छु होइन, चरित्रलाई हेर्नुहोस् कि मेरो चरित्र कति सुन्दर छ। ज्ञान माना समझ। यहाँ त कथा सुनाएर गए पनि ज्ञान भनिदिन्छन्, ताली पड्काएर बसे पनि ज्ञान भनिदिन्छन्। होइन, ज्ञान माना आत्मालाई समझ हुनु पर्यो, महसुस हुनु पर्यो। जीवनमा परिवर्तन पहिलो सिडी हो महसुसता। बुझिरहनु भएको छ? शुद्धिकरणमा ध्यान दिनुहोस्। कसले के गल्ती गर्यो, अब यो समय नै छैन। अबको समय हो म कति शुद्ध बन्दैछु। म केवल शुद्धिकरण मात्र होइन, मैले पुण्य कति कमाइरहेको छु। यही कुरा सिकाउनु हो। त्यसैले म आज ब्रह्मकुमारीमा यसैको कारणले छु।
दुनियाँ धनको कमाइ गर्दैछ। मलाई यस्तो लाग्छ कि मैले भनेका कुरा धेरैले सुन्दैनन्, सुन्छन्, राम्रो लाग्छ, सिद्धाउँछन्। यो अहिले यो गेटबाट बाहिर गएपछि त आधीले त त्यो त्यही सिद्धाइदिन्छ, कुरा सुन्दा त राम्रै हो तर त्यस्तो व्यवहारमा गर्न कहाँ सकिन्छ र भनेर सिद्धाइदिन्छ। गुरु तपाईँले भनेको कुरा त असाध्यै चित्त बुझ्यो, साह्रै मन पर्यो, तर व्यवहारमा गर्न त कहाँ सकिन्छ र अरे। सुन्दा राम्रो लाग्यो भन्दा सुन्दा त बेसरी राम्रो लाग्यो। मैले भने भाइ सुन्दा त यति राम्रो लाग्छ भने जीवनमा धारण गर्दा कति राम्रो लाग्छ त्यहाँ सोच्नुहोस् न। सुन्दा राम्रो लाग्छ, जीवनमै अपनाउँदा कति राम्रो है। हलुवा, जेरी, पुरी, पिज्जा, आइसक्रिम, चकलेट खाँदा मिठो हुन्छ, सुन्दा त राम्रो लाग्छ भने खाँदा कति आनन्द आउँछ। भने मैले आज एउटा बुद्धलाई भेटाएँ भने ठिक छ, उसले भन्यो भन्दैमा म बुद्ध बनिसकेको छैन, मलाई थाहा छ। महिमा गाउनले जे पनि गाइदिन्छ, तर दुनियाँ के हुन्छ नि, दुनियाँले गाएको महिमामै मक्ख पर्छ। मलाई थाहा छ म कति बनेको छु, कति बन्न बाँकी छ, मलाई केही फरक पर्दैन। अनि जे भ्याइपीहरूसँग बस्यौँ अनि उहाँहरू जाने बेलामा फेरि त्यो व्यक्तिले मलाई भन्यो, सर मैले तपाईँ जस्तै मान्छे खोजिराखेको थिएँ भनेर हात मिलायो। मैले उसलाई भने तपाईँ राम्रो मान्छेको किन खोजी गर्नुहुन्छ? तपाईँले राम्रो मान्छेको खोजी गर्दा तपाईँलाई वर्षौँ लाग्न सक्छ, भेटाउनु पनि सक्छ, नभेटाउनु पनि सक्छ, तर तपाईँ राम्रै बनिदिनु भएको भए हजारौँले राम्रो मान्छे भेटाउँथ्यो नि त। आज राम्रोको खोजी गर्छ, राम्रो बन्ने कोसिस गर्दैन। त्यसैले ब्रह्मा कुमारीमा भन्छ नर यस्तो कर्म गर जो नारायण जस्तो होस्, नारी यस्तो कर्म गर जो लक्ष्मी समान होस्। यही दिव्य लक्ष्य दिएको छ। राम्रो नखोज्नुहोस्। सासूले कुरा बुझिदिए हुन्थ्यो, बुहारीले भनेको मानिदिए हुन्थ्यो, श्रीमान बेलैमा घरमा आइदिए हुन्थ्यो, श्रीमतीले बुद्धि पलाइदिए हुन्थ्यो, छोराछोरीले भनेको कुरा टेर दिए हुन्थ्यो। छोड्नुहोस्, यसले पीडा मात्र दिन्छ तपाईँलाई। टेरे भने टेरे, टेरे नभने पीडा हुन्छ। राम्रो बन्ने अरूको आश नगर्नुहोस्। कति राम्रो बनाउन सक्नुहुन्छ आफूलाई बनाउनुहोस्, बाँकी सबै राम्रो भएको पाउनुहुनेछ। अत्तर ल्याएर छर्दैन, सेन्ट पर्फ्युम ल्याएर छर्दैन, गनाउने कुहिएको गोबरै हाल्ने हो। तर फुलको काम हो सुगन्ध निकाल्ने। तपाईँ कुन चाहिँ निकाल्नेवाला बन्ने हो, सुगन्ध निकाल्ने कि दुर्गन्ध निकाल्ने बन्ने इच्छा तपाईँको। बुझ्नु भएको छ? छोड्नुहोस् यो संसारमा कसले के गर्यो मेरो जीवनमा गिन्ती गरेर बस्यो भने मर्ने बेलासम्म पनि सुख पाउँदैन। जरुरी छ म के गरिराखेको छु। भाइ यो आवाज अलिक बुझिरहनु भएको छ सबैजनाले? बस धुन लगाउनुहोस् आफूलाई बनाउने। बुद्धले केवल आफूलाई मात्रै बनाएको, दुनियाँले बुद्धलाई बनायो। बुझिरहनु भएको छ? बस धुन लगाउनुहोस्। परमात्मा भन्नुहुन्छ बच्चे तिमी आत्मा हौ, तिम्रो यो शरीर तिमीलाई मिलेको छ, त्यो घर तिमीले जन्म अनुसारको मिलेको, तिमी पाठ बजाउँदैछौ। बुहारी मिल्यो स्वीकार गर्नुहोस्। कता कता दिन आते यस्तालाई लिएर आएर नभन्नुहोस्। बुहारी भित्र बाइजो लिएर आएको त लक्ष्मी भित्री नअरे अल्दिनपछि कुरा नमिलेपछि त अगाडि कु थपिदिरहने, कि त अ थपिदियो कि त कु थपिदियो। छोरा कालो होस् या गोरो होस्, अल्को होस् या पुड्को होस्, जन्मिसकेपछि आमाले प्रेम गर्छ, स्वीकार गर्छ। जहाँ स्वीकार छ त्यहाँ स्नेह र प्रेम छ, जहाँ स्वीकार छैन त्यहाँ जहिले पनि घृणा र झगडा छ। बुहारी जस्तो मिल्यो स्वीकार गर्नुहोस्। मेरो छोराले लिएर आयो। सासू ससुरा जस्तो छ स्वीकार गर्नुहोस्। मलाई सासूको बेहोरा ठिक छैन, ससुराको यस्तो छ, हिटलरै हो हिटलर हाम्रो ससुरा त। त्यही हिटलर बाबुले जन्म दिएको छोरा, त्यही कचकचे सासूले जन्म दिएको छोरासँग बिहा गरेर किन हात भलो हुँदैन? अनि मलाई मेरो पैसा फिर्ता कहिले ल्याइदिन्छ त?
श्राप गुना फलिफाप होस् त्यसलाई। 10 गुना फलिफाप भन्दा मेरो 1 गुना त फिर्ता ल्याएर देला नि त। सासूले दिनका दिन किचकिच गर्यो भनेर दुखी नहुनुहोस्। मिठो चिया ल्याएर दिनुहोस्। आमा मिठो बनाउँछ कि भन्नुहोस् न। बुहारी जस्तो सुकै हुन्, दुःख पाछ। भोलि तिमीहरूलाई पनि गाह्रो भए पनि फेरि हामीलाई कसले हेर्छ भनिदियो भने बुढी माउ जस्तै भए पनि माया त गर्छ। उहाँ छोरीको गुणगान त्यहाँ पैसा दिनुपर्छ, भारी रकम दिनुपर्छ, नत्र अर्काको छोरछोरीको दिशा छोड्दैन। अब यस्तो दिशा पिसाब कहाँ छ भनेर आमा बाउ जस्तो। अनि पहिला मोबाइलको गणेउला हाल्छ, माछा मार्नेवाला गणेउला हाल्छ। बाबुआमालाई धाई आमा बनाउँछ। उनका गुणगान यति गाउँछन्, दिनका दिन पकाएर दिनलाई चाहिँ गरेर कर्मको हिसाब नदिनु होला। जो पासमा छ उसलाई माया गर्नुहोस्। हिन्दीमा एउटा भनाइ छ, जो पास रहते हैं उसे बुरा कहते हैं, जिसे देखा तक नहीं उसे खुदा। जो पास छ उसलाई माया यही केही जान्दैन। र बुहारीहरूले पनि थोरै ध्यान दिनुहोस्। माइत गयो भने यता लगाउने साडीलाई यताबाट भन्ने घरका आमालाई चाहिँ गरे नि। अनि त्यही चाहिँ बुढी माउ औषधि खान कति दुःख दिन सक्छ, कति पानी खाने खाने खाली दुःख मात्र दिन्छ, खाली पैसा मात्र सिधाउने काम गर्छ भनेर सास। जुन दिन जुन घरमा बुहारीले सासू सम्झिने छ त्यो दिनदेखि सासू बुहारीको झगडा सिद्धिनेछ। जुन दिन सासू ससुराले बुहारीलाई छोरी सम्झिने छ, कहिलेसम्म एकले अर्कोलाई दोष दिएर जिन्दगी जिउने। त्यसैले यदि कुनै पल कुनै क्षण कुनै बेला तपाईँलाई मौका मिल्छ कि कसैको कल्याण गर्ने, कसैको ओठमा मुस्कान ल्याउने, कसैको अनुहारमा खुसी ल्याउने, त्यो पल त्यो क्षण नछोड्नुहोस्। बुझिरहनु भएको छ?